यो चाहिँ बलदिया खोला पुल नयाँ पुल बनाएर रहेछ यहाँ जो सजिलो छ गाडीको लागि एकदमै सजिलो यहाँ चाहिँ मुजफ्फरबाट आउने बाटो हुने यता सिधा चाहिँ रामरसिङ जाने बाटो यो बाटो चाहिँ सिधै बाटुलासिन जाने बाटो हो यो बाटुलासिन हुँदै आउने खोला हो भने यो खोला चाहिँ त्यहाँ तल गएर कैलाश खोलामा मिसिन्छ यो खोला पहिला चाहिँ यो बाढी आउँदाखेरि यो पुल थिएन लास्टै बिजोग थियो यहाँको खेतहरू पनि गयो अहिले चाहिँ यो पुल बनेर एकदमै सजिलो भएको छ यो पुल बनेदेखि मान्छेहरू त्यहाँ पनि छ झोलुङ्गे पुल एउटा त्यो पुलमा खासै हिँड्दैनन् क्या यो पुलमै एकचोटि हिँडौँ न भन्ने हिसाबले हिँड्छन् यो पुल चाहिँ अहिलेको रामरसिङ क्षेत्रको लागि चाहिँ भाइरल पुल भनौँ हामी भाइरल छ यो पुल चाहिँ बाटुलासिन पनि रमाइलो छ यहाँ ठुलै खोला गयो भने बाटुलासिन दिन्छ उता मुजफ्फरबाट पनि माथि जाने बाटो छ बाटुलासिन दुईवटा बाटो छ तर अहिले चाहिँ एउटै बाटोमा गाडी गुड्दैन कि जस्तो लाग्यो मलाई बिजोग छ यस्तो छ यो भिड हेर्नु न माथि ओए होए होए यस्तो छ भिड यतापट्टि पनि त्यस्तै यो दुई भिडको बिचमा खोला म ब्याक क्यामेरा गरिदिन्छु